नेपालबाट पोर्चुगलको वर्क परमिट वा रोजगार भिसामा जानका लागि हालको नियम र प्रक्रियालाई गहिरिएर बुझ्न अति आवश्यक छ, किनकि विगतको तुलनामा पोर्चुगल र समग्र युरोपको श्रम कानुन तथा भिसा नीतिहरूमा धेरै परिवर्तन आइसकेका छन्, जसले गर्दा अनिश्चित र जथाभावी रूपमा प्रक्रिया अगाडि बढाउँदा ठूला आर्थिक क्षति तथा कानुनी समस्याहरू भोग्नुपर्ने हुन्छ। हाल नेपालबाट पोर्चुगल जानका लागि सबैभन्दा आधिकारिक र भरपर्दो माध्यम भनेको D1 भिसा D1 सबअर्डिनेट वर्क भिजा अर्थात् रोजगार भिसा नै हो, जसमा नेपालमै बसेर व्यक्तिगत प्रयास वा आधिकारिक कम्पनी तथा रोजगारदाता मार्फत सम्पूर्ण कागजी प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ र यसको मुख्य आधार भनेको पोर्चुगलमा रहेको कुनै पनि आधिकारिक कम्पनीबाट विधिवत रूपमा प्राप्त भएको रोजगार सम्झौता पत्र वा रोजगारको प्रस्ताव हो। यो प्रक्रिया सुरु गर्दा पोर्चुगेली रोजगारदाता कम्पनीले त्यहाँको स्थानीय श्रम बजारमा आधिकारिक रूपमा विज्ञापन गरेर पोर्चुगल वा समग्र युरोपेली युनियनभित्रका योग्य नागरिकहरू त्यो पदका लागि नपाएको प्रमाणित गर्नुपर्ने कानुनी बाध्यता हुन्छ र जब स्थानीय स्तरमा कामदार भेटिँदैनन् तब मात्र कम्पनीले बाहिरी देशबाट कामदार ल्याउनका लागि अनुमति प्राप्त गर्छ र नेपालका कामदारको कागजातहरू पोर्चुगलको श्रम मन्त्रालय वा सम्बन्धित आधिकारिक निकायबाट स्वीकृत गराएर नेपालमा पठाउने गर्दछ। त्यसपछि नेपालमा रहेको आधिकारिक भिसा आवेदन केन्द्र वा कूटनीतिक नियोग मार्फत टाइप डी लङ स्टे वर्क भिसाका लागि बायोमेट्रिक सहितको आवेदन दिनुपर्ने हुन्छ, जसमा राहदानी, शैक्षिक योग्यताका प्रमाणपत्रहरू, नेपाल सरकार र परराष्ट्र मन्त्रालयबाट प्रमाणित गरिएको प्रहरी चारित्रिक प्रमाणपत्र, प्यान वा अन्य आवश्यक व्यक्तिगत कागजातहरू पूर्ण रूपमा तयार पार्नुपर्छ। एजेन्टको भर पर्ने वा व्यक्तिगत रूपमा गर्ने भन्ने सन्दर्भमा विचार गर्दा यदि पोर्चुगलमा आफ्नै कोही नजिकका आफन्त, विश्वासिला परिवारका सदस्य वा राम्रो चिनेको मान्छे छ जसले त्यहाँको कुनै कम्पनीसँग प्रत्यक्ष कुराकानी मिलाई रोजगार सम्झौता पत्र पठाइदिन सक्छ भने त्यो व्यक्तिगत प्रयास सबैभन्दा उत्तम र सुरक्षित मानिन्छ। तर त्यस्तो भरपर्दो चिन्जान नभएको अवस्थामा नेपालका अनाधिकृत दलाल तथा ठगी गर्ने म्यानपावरहरूबाट विशेष सावधानी अपनाउनुपर्छ, किनकि धेरै नेपालीहरूले जोब सिकर वा वर्क परमिटको नाममा लाखौं रुपियाँ गुमाएका छन्। त्यसैले नेपाल सरकारको श्रम विभागबाट मान्यता प्राप्त आधिकारिक संस्था वा पोर्चुगलको कानुनी प्रक्रिया बुझेका भरपर्दो माध्यमको मात्र प्रयोग गर्नुपर्छ। पोर्चुगल पुगेपछि त्यहाँ गर्न पाइने कामहरूको दायरा फराकिलो छ, तर भाषा र स्थानीय अनुभवको कमीले गर्दा सुरुवाती चरणमा धेरैजसो नेपालीहरूले कृषि क्षेत्र, निर्माण क्षेत्र, ठूला तथा साना होटेलहरू, रेस्टुरेन्ट लाइन, क्याटरिङ, सरसफाई सेवा, सुपरमार्केट, फुड डेलिभरी र विभिन्न कलकारखाना वा गोदामहरूमा म्यानुअल कामहरूबाट आफ्नो वैदेशिक रोजगारीको सुरुवात गर्ने गरेका छन्, जहाँ पछि भाषा सिकेपछि र त्यहाँको कानुनी तथा सामाजिक वातावरणसँग घुलमिल भएपछि राम्रो पद र तलबमा अन्य क्षेत्रमा समेत सरुवा हुन वा आफ्नै व्यवसायतर्फ अग्रसर हुन सकिन्छ। त्यहाँ गएपछि हुने कमाई र आर्थिक पक्षको कुरा गर्दा पोर्चुगल सरकारले तोकेको राष्ट्रिय न्यूनतम मासिक तलब करिब 920 युरोको हाराहारीमा रहेको छ, तर ओभरटाइम काम गर्ने क्षेत्र, होटल वा रेस्टुरेन्टको प्रकृति तथा आफ्नो दक्षताको आधारमा मासिक 1000 देखि 1500 युरो वा सोभन्दा बढी पनि कमाउन सकिन्छ। यद्यपि त्यहाँको महँगो घरभाडा, कर प्रणाली र दैनिक जीवनयापनको खर्च निकै उच्च हुने भएकाले कमाएको सबै रकम बचत नभई मासिक खर्चहरू कटाएर कति बचाउन सकिन्छ भन्ने कुरा व्यक्तिको आफ्नै खानपान, बसाइको व्यवस्था र मितव्ययी जीवनशैलीमा पूर्ण रूपमा निर्भर गर्दछ। यसरी समग्रमा भन्नुपर्दा पोर्चुगलको वर्क परमिटमा नेपालबाट जानका लागि कुनै सर्टकट बाटो भन्दा पनि नेपालमै बसेर आफ्नो कागजात बलियो बनाउने, आधिकारिक रोजगारदाता खोज्ने, दूतावासको सम्पूर्ण प्रक्रियालाई पारदर्शी रूपमा पालना गर्ने र धैर्यताका साथ सही कानुनी बाटो रोज्ने हो भने पोर्चुगलमा एउटा स्थिर, कानुनी र आत्मनिर्भर भविष्य निर्माण गर्न सकिन्छ।